गुड मर्निङ साथीहरू। आजको यो नयाँ भ्लगमा आज हामी बेङ्गलोरको एउटा यस्तो ठाउँ जाँदैछौँ कर्नाटका स्टेटमा। हामी दुवैजना बुढाबुढीहरू मजाले कता जाँदैछौँ भन्दाखेरि त्योभन्दा पहिला यो हेर्नुहोस्, कर्णालीको पुल जस्तो देखिने यो कर्णालीको पुल कहाँ होला बेङ्गलोरमा, एकचोटि कमेन्ट गर्नु होला। साथीहरू यो हेर्न सक्नुहुन्छ बेङ्गलोर जाने बाटो र मैले अर्को बाटो लिँदाखेरि यहाँ मिस्टेक भएछ। अनि यो चाहिँ हामी एकदम हाइवेमा गएछौँ र जहाँ टु व्हिलर अलाउ रहेनछ। अनि त्यसपछि के गर्ने, जे भए पनि अब जानै पर्यो। सिधा हेर्न सक्नुहुन्छ, एकदम रोड एकदम सिधाको सिधा छ, हेर्न सक्नुहुन्छ कति दामी है। अनि यतातिर कस्तो राम्रो ठाउँ, गाइजहरू हेर्न सक्नुहुन्छ सुपर बाइक कति फास्ट चलाएको हेर्नुहोस्, कति राम्रो उता देखिएको दृश्य देख्न सक्नुहुन्छ। अब हामी बेङ्गलोरको यो हाइवे रोडदेखि फेरि हामी एक्जिट हुँदैछौँ। एक्जिट हुँदाहुँदै अब देख्न सक्नुहुन्छ कोलारको लागि जाँदैछौँ। 2 किलोमिटर मात्र देखिएको छ। अब यहाँ फोटो पोज एउटा लिएको हेर्नु मैले कति टाढा होला भनेर। उता बुढीले पनि एक पोज लिएको। अनि म चाहिँ म्याप हेर्दै थिएँ अब कति टाढा होला र हाम्रो डिस्टेन्स भनेर। करिब 1 घन्टाको सफरपछि हामी चाहिँ एउटा यस्तो पहाडमा आइपुग्छौँ। यो गाउँको बाटो हेर्न सक्नुहुन्छ कति दामी र कति साफ सुग्घर छ। अनि त्यसपछि केही छिनमा हामी पहाडको रोडसम्म पुग्दैछौँ, हेर्न सक्नुहुन्छ। अनि यहाँ एउटा मन्दिर देखियो, जय हो। अनि त्यसपछि हामी चाहिँ फोटो खिच्ने भनेर एउटा दुईटा पोज लगाउन थाल्यौँ र यसरी हेर्न सक्नुहुन्छ। साथीहरू कस्तो छ मलाई मेरो फ्लाइङ, अनि हेर्न सक्नुहुन्छ पुरा यसो पोज दिन थाल्यौँ। अनि मैले यसो धक्का दिएको है भागेर। ल हेर्नुहोस्, अब यहाँबाट हामी जाँदैछौँ, बाई। अनि हामी अर्को ठाउँतिर लाग्यौँ है साथीहरू। यहाँ एउटा तलाब आउँछ बाटोमा, तालमा हामी फोटो खिच्यौँ दुवैजना मिलेर। अनि त्यसपछि यति हेरेर हामीले 1-10 मिनटको हामी फेरि हिँड्यौँ अर्कोतिर। करिब 2 घन्टाको सफरपछि हामी कोटिलिङ्गेश्वर देवालयमा पुगेका छौँ र हेर्न सक्नुहुन्छ यहाँ एकदमै रमाइलो दृश्य र टेम्पल हेर्न सक्नुहुन्छ। अनि यहाँ शिवलिङ्गहरू धेरै नै देख्न सक्नुहुन्छ। नन्दी महाराज यता हेर्नुहोस्, ठिक छ। यता यी बाजेको फोटो पनि आइसक्यो। दियो बाल्दैछौँ, दियो बाल्न पनि गाह्रो भइरहेको छ, हावा धेरै लागिरहेको छ। सबै एकदम टाइल्स एकदम धेरै तातो थियो। अनि त्यसपछि हामीले यहाँ कोटिलिङ्गेश्वर देखिसक्यौँ र हेर्न सक्नुहुन्छ यहाँ नन्दी महाराज। अनि त्यसपछि यतातिर चाहिँ शिवलिङ्ग भयङ्कर ठुलो। कसको लागि खाना खाएन भन्दाखेरि मेरो बुढोको लागि राम्रो, तर के गर्ने, झगडा गर्न त कम गर्दिनँ यो। ल हामी अब जाँदैछौँ। यो चाहिँ बाहिर निक्लिने बाटो। तपाईँहरूले जानिसक्नुभयो होला यो किन यस्तो दिन्छ भने जस्तै थालापति विजय। साथीहरू यो सबै ठाउँ त ठिकै लाग्यो, तर मैले अचम्मको दृश्य यो मन्दिरमा के देखेँ भनेपछि यहाँ मन्दिरमा जानलाई एन्ट्री टिकट दिनुपर्ने रहेछ। जस्तै 20 रुपियाँ हामीबाट लिएको थियो, 20 रुपियाँ दुवैजनाको गरेर 40 रुपियाँ भएको थियो। यस्तो कुनै पनि मन्दिरमा सायद बिरलै होला, तर यहाँको मन्दिरमा चाहिँ देख्न पाइयो। त आजको लागि यति नै। भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो लाइक कमेन्ट गर्नुहोला। अनि यहाँको सिस्टम चाहिँ कस्तो लाग्यो, जहाँ कि मन्दिरमा जानको लागि एन्ट्री टिकट उठाइएको थियो।